लु आज चाहिँ घरको छेउमै सिस्नु छ। सबैजना आएर अरूले टिपेर लान्छ कि म चाहिँ हेरेको हुन्छु। अन्त आज त मैले सिस्नु टिपेर केलाएर दाल पनि रेडी भयो है। मजाको भयो दाल पनि। अब चाहिँ थालमा पस्काएर अनि मकैको ढिँडो पकाएको उहाँले मिठो गरी खानुहुँदैछ। जोस् मिठो छ है। चाहिँ खोर्सानीसँग कडम कडम टोकेर खानुपर्छ। क्या मजा हुन्छ। वाउ वाउ वाउ। कागती पनि अलिअलि हाल्नुपर्छ होइन। स्वास्थ्यको लागि कहिले कहिले सिस्नु खानुपर्छ अरे कि। तर म चाहिँ 35 वर्षको उमेरबाट सिस्नु खाएको है। जे होस् मिठो छ। खाँदैछु म यहाँ। पानी परिसकेको पछिको सिस्नु र हरियो खोर्सानी मजै होला। कडै टोकेर खाँदा त टुपीमा धुवा छुट्छ है मेरो अहिले। मिठो छ है। साह्रो पिरो भयो। मिठो छ त। मलाई टिप्ने बेलामा बहिनीले पल्लो बहिनीले पनि सघाएको थियो। उहाँहरूलाई पनि दिनुपर्ने छ क्या। म खाइसकेर उहाँलाई दिन्छु ल अलिअलि। सानैबाट सिस्नु नखाएको भए पनि अहिले त दामी छ हौ। खानु पर्दो रहेछ भन्ने कुरा मैले बुझ्दैछु क्या बुढी भएपछि के। के अरे कान्छी? कुन के अरे कान्छी? यो केटी के भन्छ के बुझ्नु नगराए मलाई पिरो भएको बेलामा।